अहिले के भइरहेको छ भन्दा अहिले पैसा आएको पनि छ, आएको भन्दा आकै हाराहारीमा पैसा बाहिरी पनि रहेको छ। कसरी भन्दाखेरि त्यति बेला योभन्दा अगाडि कम्पनीहरू 1 वर्षमा कम्पनीहरूको लिस्टिङ हुने क्रम भनौँ न मात्रा मानिलिउँ 10-15% सालाना थियो भने अघिल्लो लगभग 22 महिनाको पिरियडमा 72-73वटा कम्पनीहरूको आइपिओ आयो र यस्ता कम्पनीको आइपिओ आयो अधिकांशको 3 वर्षमा 5% लकिङ खुल्यो। अहिले के भइरहेछ, हरेक महिना एउटा दुईटा हाइड्रोको लकिङ खुलिरहेको छ। 10% 15% जम्मा आइपिओ लिएर आएका हाइड्रो पावरहरू बाँकी 90-85% को लकिङ खुलेर अहिले अस्ति भर्खरै पनि हामीले बलेफीको हेऱ्यौँ होइन, ठुलो पैसा बजारबाट बाहिरियो होइन। हो यस्तो कारणले चाहिँ लकिङ खुलेर प्रोमोटरहरूले सेयर बेचेर अहिले बजारबाट पैसा ठुलो मात्रामा बाहिरिरहेको कारणले गर्दाखेरि मात्रै अहिले बजार माथि जान नसकेको हो। बाहिरिने मात्रा अलिकति कम हुने र इनपुट ज्यादा हुने आउटपुट कम हुने हो भने बजार योभन्दा माथिल्लो अवस्थामा अहिले गइसकेको हुने थियो। मैले एउटा कुरा जोड्न चाहेँ। खास आज हामी चाहिँ केशव दाईकै विचार सुन्नलाई चाहिँ हामी आएका हौँ। उहाँकै विचार हामी उहाँसँग उ गर्ने भन्दा पनि उहाँलाई केही भए प्रश्न सोध्ने, सीमित प्रश्न सोध्ने, उ नगर्ने कि उहाँकै कुरा सुन्नलाई भनेर मैले उ गरेको। हामी त हिजो अस्ति पनि बोल्छौँ, भोलि पनि बोल्न सकिन्छ, हाम्रो त सधैँ भेट भइरहन्छ। आज चाहिँ दाईकै कुरा सुनौँ भनेर चाहिँ हामी जोडिएको हो। यसरी नै प्रश्न राख्दाखेरि त्यसरी नै राखिदिनु होला। एकछिन दाईले पहिला आफ्नो कुरा भ्याउनुहुन्छ, मलाई नि केही सोध्नु छ। विविध कुराहरू सोधिसकेपछि पछि फेरि प्रश्न उत्तर गर्न मिल्छ, तर प्रश्न गर्दा छोटो राखिदिनु होला, सवाल जवाफ नगर्नु होला कि चित्त नबुझे नलिन पाइयो, तर सवाल जवाफ गरेर लामो समय त नगर्नु कि दाईको धेरै समय छैन भन्नुभएको छ, दाईको मिटिङ छ के छ भन्नुभएको छ, धेरै बेर दाई बस्नु न। त्यस कारण त्यही भन्न चाहेँ यहाँहरूलाई। मैले फेरि जोड्नेछु, रमेश बोदालाई फेरि एकपछि जोड्नेछु। हामी अहिले प्रमोटरकै कुरा गर्दै थियौँ, अब त्यही सम्बन्धमा मैले अझ अर्को यति कुरा जोड्न किन चाहेँ भन्दा दाई नै खास बजारमा दाई ठ्याक्क बोल्नुहुन्छ, ठ्याक्क बिग्रेका कुराहरूमा बोल्नुहुन्छ। जस्तो अहिले धितोपत्र बोर्डको पाइपलाइनमा पनि कति राम्रा कम्पनीको कति राम्रा कम्पनीको पनि त्यो लाइनमा छ, आइपिओ नआएको अवस्था छ, लामो समय भइरहेको छ। इभन धितोपत्र बोर्डको अध्यक्षले 100 दिन बनाइसकेको अवस्था छ, त्यति धेरै काम गरेको त देखिएको छैन। यो विषयमा खास बोलिदिनेको, यो विषयमा पनि आवाज उठ्न पर्ने होला। राम्रो कम्पनी छन् त्यहाँ, ती आउनु पर्ने होला। ती कम्पनीको आइपिओ नआइरहँदाखेरि तत्त कम्पनीको उत्पादनमा असर गरेको छ होला, अथवा उनीहरूलाई कारोबार गर्न गाह्रो भइरहेको छ होला। ती आइपिओ खोल्दाखेरि धेरै बुवाआमा दाजुभाइ दिदीबहिनीहरू काठमाडौँमा बसेर पढ्नेहरू अथवा विदेशमै बस्नेहरू अथवा हामी जस्ता विदेशमा बस्नेमा 10-20 किताब पढ्दा हामीलाई पनि फाइदै हुन्थ्यो, समग्र सबैलाई फाइदा हुन्थ्यो। यो विषयमा खास बोलिदिन जाएको हजुरले यसमा पहल के गर्नुहुन्छ, यसमा पनि आवाज उठाउन हामीले मिल्छ कि मिल्दैन? कति कम्पनीको रोकेको? मेरो त भनाइ के छ भने धितोपत्र आइपिओ निकालेर धितोपत्र बजारमा आउनको लागि कम्पनीहरू जो सबै कम्पनीहरूलाई आउन दिनुहुन्न, नियन्त्रण गर्नुपर्छ। विशेष गरेर नाफा कमाउने कम्पनीहरू होइन, नाफा कमाउने कम्पनीहरू मैले अघि भनिसकेँ, आइपिओ ओरिएन्टेड कम्पनीहरूलाई इन्ट्री दिनु हुँदैन धितोपत्र बजारमा। यसले बजारलाई दीर्घकालमा सखा पार्छ, बुझ्नु भएन? राम्रा कम्पनीहरूलाई दिनु पर्यो। नेपालमा त नाफा कमाउने कम्पनीहरू आउनै चाहन्नन्, चलाउँछन्। जब कम्पनी डुब्न आँट्यो, त्यही नाफा कमाउने कम्पनी कुनै कारणवश डुब्न आँट्यो होइन, आन्तरिक कारणले, बाह्य कारणले, हरेक कारणले, अथवा आयु सिद्धिन आँटेपछि होइन, जस्तै एउटा को अहिले भर्खरै वैदेशिक रोजगारीको लागि खुलेको होला आइपिओ होइन, त्यो सायद मलाई लाग्छ त्यो ट्रेड टावर होइन, कति 20 वर्ष कि 25 वर्ष 30 वर्ष यस्तै कतिको लिजमा लिएर त्यो टावर बनाइएको होइन। अब अहिले कम्पनीले कमाइरहेको छ होइन, तर केही समयपछि त त्यो फेरि खाद्य संस्थानको हुन जान्छ होइन। अनि खाद्य संस्थानलाई दिने टावरको अहिले आइपिओ आइरहेछ, सायद लामो समय भइसक्यो होला, अब आधा अवधि त लाइफै हुन आँटिसक्यो होला होइन। भनेपछि अब आएर त्यस्ता कम्पनीको आइपिओ दिने होइन नि, लगानीकर्ताको लगानी जोखिम हुन्छ नि।